अहिले हामी विराटनगरको मानव सेवा आश्रम परिवारमा हाम्रो सङ्कल्प हरित विराटनगरका सम्पूर्ण साथीहरू यहाँनिर मानव सेवा आश्रममा यहाँनिर भरत यादव ज्यूको अर्धाङ्गिनी ज्यूको बर्थडे मनाउनको लागि यहाँनिर मानव सेवा आश्रममा यहाँनिर कोही नहुनु भएका, जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्ने जस्तै यहाँनिर मनकारी मनहरू हुनुहुँदो रहेछ। त्यसमध्येको यहाँनिर हिमा यादवज्यूले यहाँनिर आज आफ्नो बर्थडे उत्सव मनाउनको लागि यहाँ माताहरूलाई भोजनको व्यवस्था गरेर यहाँनिर सेवा गर्दै हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद, साथै जन्मदिनको विशेष धेरै शुभकामना। यस्तो पुण्य कार्यमा सधैँ हात बढिरहोस् भन्ने भगवानसँग कामना गर्न चाहन्छौँ। साथै मानव सेवा आश्रम परिवारलाई पनि यो मौका दिनुभएकोमा धेरै धन्यवाद, हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। उहाँलाई धेरै धन्यवाद लगायत यहाँनिर हाम्रा हरियाली सङ्कल्प हरित विराटनगरका सम्पूर्ण साथीभाइहरू यहाँनिर आएका छौँ। यहाँनिर सेवाको लागि, उहाँलाई सेवा गर्नको लागि सम्पूर्ण सङ्कल्प हरित विराटनगर टिमलाई पनि धेरै धन्यवाद दिँदै यहाँनिर कति मिठो शब्दहरू पनि यहाँनिर शब्दले पनि मनै छुने। यहाँनिर दुखीले दुखीको सेवा गर्दा सुख कम हुन्छ भने सुखी र खुसी व्यक्तिले दुखीको सेवा गर्दा जीवनमा सुख र खुसी थप बढ्दै जान्छ। कति मिठो शब्द छ यहाँनिर। जस्तै अर्को पनि यहाँनिर जो मान्छे आफ्नो लागि मात्र जिउँछ उसको मरण एक दिन अवश्य हुन्छ, तर जो मान्छे अरूको भलाइको लागि जिउँछ उसको स्मरण सधैँ रहन्छ। कति मिठो शब्द यो शब्द सिर्जना गर्नुहुनेलाई पनि विशेष धेरै धन्यवाद दिन चाहन्छु। साथै मानव सेवा आश्रमलाई धेरै धन्यवाद। ल